बैशाख जेठको गर्मीमा केटीहरूलाई कुखुरा पालौं कि पोइला जाउँ जस्तो हुन्छ भन्थे। साँच्चै त्यस्तै भएको थियो मलाई। कोठाभित्र गुम्सिएर म अनेक रंगीन कल्पनामा डुब्दै थिएँ। मेरो शरीरमा पातलो सुतीको म्याक्सी मात्र थियो। म्याक्सीभित्र पेन्टी र ब्रा फुकालेर मिल्काइसकेकी थिएँ। एक त गर्मीले गर्दा शरीरमा टाँसिने कपडाहरू लगाउनै नसकिने, त्यसमाथि यसरी रोम रोम रोमाञ्चित हुने कल्पनाको रंगीन संसारमा डुब्दा मलाई त्यस्ता कपडाहरूले अवरोध खडा गरेको महसुस हुने गर्छ। पढ्नको लागि खोलेको किताब खुल्लै मेरो पेटमाथि घोप्टो परेर नाइटोमा मुख जोतिरहेको थियो। म एउटा हातले म्याक्सीमाथिबाटै आफ्नै छाती खेलाइरहेकी थिएँ। मलाई आफैले छाती खेलाउँदा थोरै दुख्ने गरेर स्तनको मुन्टो निचार्यो भने आनन्द लाग्छ। त्यसैले पनि होला मेरो छातीको गोलाइ र स्तनको मुन्टो निकै सप्रेको निबुवा जस्तो ठूलो ठूलो भएको। म उत्तानो परेर बिछ्यौनामा मडारिरहेकी थिएँ। मडारिने क्रममा तलबाट म्याक्सी सुर्किएर पेटसम्म आएको थियो। म अर्को हातले भने बाक्लिएर कालो हुँदै जाने क्रममा भएका रहर लाग्दा योनि क्षेत्रका रौँहरू मुसार्दै थिए। वातावरणमा भएको गर्मी र मेरो रंगीन कल्पनाले उमारेको जोशको सम्मिश्रणले गर्दा मलाई मेरो योनि भित्रबाट ज्वालामुखी विस्फोटन भएर लाभाहरू छरिन्छ कि जस्तै लाग्दै थियो। विस्फोटनकै संकेत स्वरूप मेरो योनिको मुखभागबाट निस्किएको चिल्लो चिप्लो पदार्थ मेरो हातले स्पर्श गर्दै गर्दा ढोका बाहिरबाट आमा कराउनु भयो, ए सानी, आज त बाख्राहरू मरिसके होलान्। जा पानी लगेर दे अनि सियालमा सारेर आइज। मेरो एकाग्रतामा खलल पुर्याउँदा मलाई झनक्क रिस उठ्यो। तर कहाँ छन् बाख्रा, मैले सोधे। खै कोनी त कहाँ छन्? बिहान लगेर कहाँ खुटेकी थिइस्? आमाको जवाफले पो थाहा भयो बाख्राहरू त म आफैले लगेर विकासहरूको खेतमा खुटाएर आकी थिए। लु जा, झट्ट मरिसके होलान् बाख्राहरू त। आमाको आवाज क्रमशः मधुरो हुँदै गयो। सायद मेरो ढोकाबाट फर्किसक्नु हुँदै थियो। यो तातो घाममा बाख्राहरू भएको ठाउँसम्म पुग्नु पर्ने हुँदा मरे जतिकै लागेको थियो मलाई। तर विकासलाई त्यहाँ भेटिन सकिने सम्भावनाले मलाई जाँगरिलो बनायो। म सपनाबाट बिउजिए झैं उठे र एउटा तौलिया कम्मरमा बेरै यसो गर्दा पातलो म्याक्सीभित्रको मेरो बिना पेन्टीको योनिको आकार र योनि क्षेत्रका रौँहरू लुक्न सक्थ्यो। टाउकोमा सानो रुमाल राखेर घाम छेल्दै म बाल्टीभरि नुनपानी बोकेर बाख्राहरूलाई खुवाउन हिँडे। बाख्राहरू भएसम्म पुग्नलाई खेतैखेत झन्डै 20 मिनेट हिँड्नु पर्थ्यो। म बाटैभरि विकासलाई सम्झँदै थिएँ। हुन पनि अति साह्रै सोझो छ विकास। म प्रत्येक पटक उसँग नजिक पर्दा उसको स्पर्शको भोकी हुन्छु, तर उसलाई भने केही वास्तै छैन। मैले आँखाहरूले लाखौं पटक प्रेमको निवेदन हालिसके, तर विकासले कहिल्यै बुझ्न सकेन। धेरै पटक एकान्तमा भेट हुँदा मैले जानी जानी स्तनहरू उसको कुम छातीतिर रगडेर प्रणयको खुल्ला निमन्त्रणा दिइसके, तर उसलाई कुनै असर हुँदैन। सानैदेखि नदेखेको नजानेको भए म विकासमाथि यौनाङ्ग छैन कि भनेर शङ्का गर्न सक्थे, तर सानोमा सँगै खेल्दा हरेक पटक विकास आफै अघि सरेर लोग्नेको भूमिका निभाउँथ्यो भने मलाई स्वास्नीको भूमिका निभाउन बाध्य पार्थ्यो। हामी निर्धक्क भएर बाख्राका पाठापाठीहरू उक्लाउक्ली गरे झैं खेल्थ्यौं। भात पकाई भाँडा कुटीबाट सुरु हुने हाम्रो बालखेल सँगै लोग्ने स्वास्नी भएर लोग्ने स्वास्नीको भूमिका निर्वाह गर्दै बच्चा झुम्राको जन्मिउन्जेलसम्म खेल्ने गर्थ्यौं। सानोमा यस्ता सबै खेल खेल्न सिकाउने मेरो नायक आज कसरी यति धेरै सोझो भयो? मनभरि विकासलाई बोकेर म एक सुरमा हिँड्दै गर्दा विकासकै आवाजले म झस्किएँ, ए सानी, तिम्रो बाख्राहरू यहाँ ल्याइदिएको छु, पानी पनि खुवाइदिए है। म बाल्यकालको स्मृतिमा हराइरहेकोले होला एकपटक त विकासले ए सानी खेल्न आउन भनेको जस्तो लाग्यो, तर यथार्थमा विकासले भनेको मैले बुझिहाले। गाउँदेखि निकै पर हम्मेसी मान्छेहरू आइन पुग्ने स्थानमा उसकै खेतको बीचमा भएको घना बाँसगाडीको सियालमा उसका अनि मेरा पनि बाख्राहरू सारेर किताब पढ्दै बसिरहेको थियो विकास। ढुङ्गो खोज्दा देउता मिल्यो भन्दै म ऊ भएनेर गएँ। ऊ किताबमै मस्त थियो। बाल्टीको पानीले खुट्टामा लागेको धुलो पखाल्दै बोल्ने बहाना झिके, कति पढ्छौ विकास? अल्छी लाग्दैन? लाग्दैन है।
किताबबाट नजर नहटाई सोझो जवाफ दियो उसले। उफ, कति साह्रो गर्मी। तिमीलाई गर्मी भएन? मैले उसको ध्यान भङ्ग गर्ने हेतुले कम्मरमा बाँधेको तौलिया खोले। मलाई विश्वास थियो यदि उसले हेर्यो भने मेरो पातलो म्याक्सी भित्र माथि छातीतिर आकाश छुने रहरले चुलिएका दुई टाकुराहरू र तलपट्टि अरुणको गल्छी अनि त्यहाँको वनस्पति जगत स्पष्ट देख्नेछ। म उसको नजिकै बस्नलाई तौलिया ओछ्याउने उपक्रममा लागे। उसले मलाई हेर्यो र तुरुन्तै भन्यो, छी, तिमी त यत्रै ठुली भएर पनि कट्टु नलाएकी। सरलपनाको पनि एउटा हद हुनुपर्ने हो। तर मेरो योनि र त्यस वरिपरिका रौँहरू स्पष्ट देख्दा पनि उसमा कुनै उत्तेजना आएन क्यार। उसको नजर फेरि किताबमै अडियो। म तौलियामाथि उसको छेवैमा बसेर भने, तिमीलाई यो सुकेको झारले बिजाएन? यो तौलियामा बसन। बटन खुल्ला भएको मेरो म्याक्सीबाट बाहिर निस्कन खोज्दै गरेका दुवै स्तनहरूले विकासलाई ल आऊ खेलौं भन्ने अपिल गर्दै थिए। नाइ, अब म घर जान्छु, तिमी नै बस। किताब बन्द गरेर उठ्न खोज्दै थियो विकास। मैले हतार उसको हात समातेर आफूतिर तानेम। एउटा खुट्टा सिधा अगाडि तन्काएर र अर्को खुट्टा तेर्सो पारेर गुण्डादेखि केही खुम्च्याएर बसेकी थिए। आधा उठिसकेको अवस्थाबाट सम्हालिन नपाउँदै विकास मेरो काखमा मुख जोतेर लड्यो। उसको तिखो चुच्चो नाक म्याक्सी बाहिरबाटै मेरो योनिको माथिल्लो भागमा धस्सिएको मिठो महसुस गरे मैले। सायद उसले पनि पहिलो पल्ट मेरो यौवनको मादक सुगन्धको अनुभूति गर्यो होला। उसले बिस्तारै टाउको उठाएर भन्यो, तिमीलाई त लाज शरम केही छैन सानी। अब त हामी ठुला ठुला भइसक्यौं त। कहाँ सानोको जस्तो गरेको। मैले विकासको हात छोडेकै थिइनँ। छोड्यो भने ऊ भाग्छ भन्ने मलाई थाहा थियो। म विकाससँग सानोमा गरेका सबै क्रियाकलापहरू दोहोर्याउन चाहन्थे। उसैले सानोको कुरा जित्दा मलाई अझ अघि बढ्न सहज भयो र भने, अनि के त? सानोमा म अर्कै तिमी अर्कै थिइनौ त। सानोमा गर्न हुने अहिले गर्दा चाहिँ के हुन्छ? विकासको अनुहार लाजले रातो भएको थियो। मेरो अनुहारमा पनि उत्तेजनाको लाली थियो होला। मेरो हातबाट आफ्नो हात छुटाउने प्रयत्न गर्दै विकासले भन्यो, सानोको जस्तै अहिले गर्दा तिमी साँच्चैको आमा भयौ भने नि। अब त सानोको जस्तो झुम्राको नानी जन्मिँदैन त। जन्मे के त? बिहे गरेर बसौँला नि। कि तिमी मलाई बिहे गर्दैनौ? म त तिमी बाहेक अरूसँग त मरे नि बिहे गर्दिन। तिमीलाई त मेरो माया पनि लाग्दैन कि के हो? रिसाएको नखरा पार्दै मैले भने। विकास अवाक भएझै मेरो आँखामा हेर्न लाग्यो। उसको अनुहार मात्र होइन, कानहरू पनि राता राता भएका थिए। ऊ आगोको समीप परेको नौनी झैं पलपल पग्लिदो थियो। लाजले रातो भएको उसको अनुहारमा क्रमश उत्तेजनाको रङ्ग थपिँदै थियो। बिस्तारै उसले मेरो गालामा हात राखेर कपालका केस पन्साउँदै भन्यो, लाग्छ नि सानी, धेरै धेरै लाग्छ तिम्रो माया। तर माया लाग्छ भनेर जताततै पोख्दै हिँड्नु हुँदैन नि, होइन र? विकासको आँखामा कता कता आँसु छचल्किएको थियो। उसले त मलाई चोखो माया साँचो अर्थमा गर्दो रहेछ। मैले पो बुझ्न नसकेको रहेछु उसको मायालाई। त्यसबेला मलाई आफ्नो उत्ताउलोपना देखेर एकैछिनको लागि आफैसँग एकैसाथ लाज र घिन लागेर आयो। मेरा आँखाभरि आँसु भरिए। त्यति धेरै जोस बोकेर विकाससँग यौन क्रीडामा लिप्त हुने अभिलाषा बोकेर आएकी मैले विकाससँग माफ माग्न पनि सकिनँ। सायद उसले मेरो आँखाले गरिरहेको याचना बुझ्यो होला। दुवै हातले मेरो दुवै गालामा भएको केसहरू पन्साउँदै लगेर कान मुन्तिर कसिलो गरेर समाई मेरो ओठमा चुम्बन गर्यो। मेरा हातहरू विकासको पाखुरा मुनितिरबाट पिठ्यौमा पुगेर उसलाई कस्न खोज्दै थिए। चुम्बनको क्रम केही बेर चलिरह्यो। हामी दुवै एक अर्काको क्रमश दुवै ओठहरू चुस्ने क्रममा थियौं। मैले आफ्नो तल्लो ओठ उसको दुवै ओठको बीचबाट फुस्काएर फुसफुसाएको स्वरमा उसलाई थ्याङ्क यू, आई लभ यू भने। उस्तै स्वरमा विकासले पनि आई लभ यू टु भनेर मेरो जिब्रो माग्यो। मैले आफ्नो जिब्रो उसको मुखभित्र छिराएँ। बडो तन्यमताका साथ विकास मेरो जिब्रो चुस्न लाग्यो। जिब्रो चुसाउनुको आनन्द मलाई पनि भइरहेथ्यो। पालै पालो हामी एक अर्काको जिब्रो चुस्दै गर्दा विकासको हात मेरो स्तनमा खेल्न लागिसकेको थियो।
मलाई केही हिम्मत बढ्यो र अनुरोध गरे, विकास आज एकपटक सबै गरौँ न प्लिज। हामी दुवै जिब्रो चुस्ने क्रममा तौलियामाथि लडिसकेका थियौं। अहिले विकासको मुख म्याक्सीबाट जबरजस्ती बाहिर निस्किँदै गरेको मेरो दाहिने स्तनमा थियो। एउटा हातले उसले मेरो घिचुकमा कपालको केस मुठ्याएको थियो भने अर्को हात मेरो योनि क्षेत्रतिर डुलाउँदै थियो। यस्तो बेलामा सायद शरीरलाई दिमागले नियन्त्रणमा राख्न सक्दैन होला, मेरो हात विकासको गुडासम्म आउने हनुमाने कट्टुभित्र पसेर कडा लिङ्गसँग खेल्न लागे। सानोमा देखे छोएको भए पनि जवान भएपछि कल्पना मात्र गरेको विकासको लिङ्ग मेरो कल्पनामा चाहिँ लम्बाइ र गोलाइमा थियो। सानोमा उसिनेको सखर खण्डको ट्याङ्ग्रो जस्तो देखिने विकासको तुरी अहिले मेरो मुट्ठीमा अटाइ न अटाइ थियो। मैले मुट्ठीमा नापिरहेको उसको लिङ्ग मेरो योनिभित्रसम्म छिराउन पाए हुन्थ्यो जस्तो लागेर मैले पुन अनुरोध गरे, तर मेरो अनुरोधको उल्टो असर परे झैं विकास हठात मेरो शरीरबाट अलग भयो र मैले तानेर तल पुर्याइदिएको कट्टुमाथि सार्दै बोल्यो, अहिले नै गर्ने र सानी। कोही आए भने? म पनि अलि सम्हालिएर यताउता हेरे। त्यहाँ वाहन बाँधेका बाख्राहरू हामी के गरिरहेछौँ भन्ने जिज्ञासा भएझै हामीलाई हेरिरहेका थिए। अलि परतिर मेरो घरको बोको विकासको घरको पाठीमाथि उक्लेर डल्लो पर्दै थियो। को आउँछ र यहाँ? मैले प्रतिप्रश्न गरे र उठेर एकै ठाउँ गुजुल्टिएको तौलियालाई फेरि सजिलो गरी ओछ्याउन थाले। तौलिया ओछ्याउनको लागि म आधा निहुरिएको अवस्थामा हुँदा पछिल्तिरबाट विकास आएर उसको लिङ्ग मेरो योनि भागमा पर्ने गरी रगड्न थाल्यो। उसको दुवै हात मेरो स्तनमा खेल्न लागेका थिए। म घुण्डा टेकेर ऊ भएतिर फर्किएँ र उसको लिङ्ग हातमा खेलाउन थाले। मैले एकाध पटक ब्लू फिल्महरूमा केटीहरूले लिङ्ग चुसेको अनि केटाहरूले योनि चाटेको देखेको थिएँ। अबेरै नगरी मैले विकासको लिङ्ग आफ्नो मुखभित्र हाले र लालीपपझै चुस्न थाले। अरे सानी, यो के गरेको? विकास भन्दै थियो। सायद उसले म यति अगाडि बढ्न सक्छु भन्ने सोचेको थिएन। केही बेरसम्म मात्र विकासको लिङ्ग मेरो मुखभित्र रगडिएको के थियो। मैले आफ्नो किलकिलेमा तातो पानीको सिर्का महसुस गरे, साथै विकासको मुखबाट आह को आवाज निस्किएको सुने। क्रमश विकासको लिङ्गले भातको मार जस्तो बाक्लो तातो चिप्लो तरल पदार्थ छाड्न थाल्यो। उसको वीर्यको केही भाग मेरो मुखभित्र के पसेको थियो मलाई वाकवाकी आयो। मैले विकासको लिङ्ग आफ्नो मुखबाट बाहिर निकाले र उसको वीर्य ओक्लेर फाले। पुरानो जमानाको टेको कलमले झै छादिरहेको विकासको लिङ्ग आफ्नो योनिमा छिराउन खोज्दै थिएँ मलाई त भयो सानी, विकास बोल्यो। ऊ पुरै स्खलन भइसकेको थियो। म भने प्यासीमै थिएँ। विकासले मलाई समाएर उत्तानो पारेर लडायो र आफू म माथि घोप्टो परेर चढ्यो। मेरो ओठमा एकपटक मुहाई दिएर ऊ मेरो स्तनमा झर्यो र दुवै स्तनका मुन्टो क्रमश चुसेर फेरि ऊ मेरो योनि भागमा सर्यो र दुवै हातका बुढ्यौलाहरूले मेरो योनिको दुई गालाहरू च्यातेर मेरो योनि चाटीचुटी पारेर चुस्न थाल्यो। यौन क्रियामा हामी मान्छेहरू पनि पशुहरूभन्दा कम कहाँ रहेछौँ र? बरु पशुभन्दा अझ तल झरेर हामी दुई रतिराको धुवा उडाइरहेथ्यौँ। सायद पहिलो प्रयास भएर होला विकास केही छिट्टो स्खलित भएको थियो। मेरो पनि हालत त उस्तै थियो। विकासले च्याती च्याती मेरो योनि चुस्ता म पनि धेरै बेर कहाँ टिक्न सके र बर्खेखेतको समाहा फुटेर लेदो पानी बगेझै म पनि एकैछिनमा तौलियामाथि छ्यालब्याल भएर पोखिएँ। केही बेरसम्म हामी एकार्काको अँगालोमै बाँधिरह्यौं र उठेर दुवै सम्हालिएर बस्यौं। विकास हामीले गर्ने कामत गरेनौ नि? मैले सोधे। के भयो त? गरेको भए तिम्रो यहाँ बच्चा हुन्थ्यो नि त। मेरो पेट सुनसुम्याउँदै विकासले भन्यो, तिमी कुमारी आमा भयौ भने नि। विकासको कुरा ठिकै थियो। कुमारी आमा भएर घर परिवारको छिछि र समाजको दूरदूर हुँदै सबैले थुकेको सम्झँदा त आज झै प्रत्येक पटक यसै गरी उम्लिएको जवानी तौलियामै पुग्न पाए जाति हुन्छ जस्तो लाग्यो। निकै बेरपछि अर्को पटक व्यवस्थित भएर ढाल सहित यस्तै भेटघाट गर्ने बाचा गरेर म घर फर्के। विकास पनि आफ्नो बाटो गयो। एउटै गाउँ भए पनि विकासको र मेरो घर अलि टाढै पर्थ्यो। निकै दिन भएको थियो हाम्रो भेट नभएको।
विकासले मलाई प्रेम गर्छ भन्ने थाहा पाएदेखि मेरो भुइँमा खुट्टा नै थिएन। मन पनि सिमलको फूल जस्तो, बुवा हो हुनत फूल भन्छौ हामी, हलुङ्गो भएको थियो। त्यसै नाचु नाचु जस्तो लाग्थ्यो। विकासलाई भेट्न जान मन लागिरहेको थियो, त्यसैले धेरै अगाडिदेखि मसँग रहेको विकासको कापी पुर्याउन जाने बहाना बनाएर जाने विचार गरे र ऐना अगाडि बसेर सिँगारिन थाले। मलाई सिँगार गर्नै पर्ने त थिएन, तर पनि आफ्नो मन पर्ने मान्छेसँग जाँदा अलि राम्री हुन मन लागेको थियो। अनुहारको सिँगार पटार सकेर म ऐनामा हेर्दै आफ्नो स्तन खेलाउन थालिसकेछु। म किन यस्ती बहुलाई भए कि आफै छक्क पर्छु। सायद मेरो प्रकृति नै यस्तो हो कि अलिकति फुर्सद पाएँ भने म किन यौनाङ्गहरू खेलाउँछु। विकासले भने चाहिँ म उम्लिएर पोखिन बेर छैन। विकासको कुराको सम्झनाले सम्हालिएर म विकासको घर गएँ। सुनसान थियो घर, सायद कोही थिएनन्। म फर्कन लाग्दै गर्दा विकासकी दिदीले बोलाउनु भयो, अरे सानी किन आकी थियौ? फेरि फर्कन लाग्यौ त? नमस्ते कुसुम दिदी, नमस्ते गर्दै म बोले, म त कसैलाई नदेखेर जान आँटेकी। यो विकासको कापी दिनु थियो र। विकास कहाँ छन्? ए, विकास र बाबा त हिजो पुणे जानुभयो त। हाम्रो विकासलाई पुणेमा पढाउने अरे। साँच्ची तिमी कहाँ पढ्ने? नमस्ते फर्काउँदै कुसुम दिदीले सोध्नुभयो। हाम्रो +2 10+2 को पढाइ सकिएको थियो। भर्खरै परीक्षाफल निस्किएर अब अगाडि कहाँ पढ्ने भन्ने कुरा हुँदै थियो। खै दिदी, बुबाले त काठमाडौँ पठाउँछु भन्नुभएको थियो। उतै पढ्छु होला आन्टीकोमा बसेर। मैले भने, अनि दिदी मसँग त विकासले काठमाडौँ नै पढ्ने भन्थे त। भन्छ नि त्यसले। बाबाले त्यसलाई पुणेबाट MBA गराउने भन्नुहुँदैछ। BMCCमै पढ्छ होला त्यो पनि। त्यही ब्रेहान महाराष्ट्र कलेज अफ कमर्समा कुसुम दिदीले पनि पढ्नु भएको थियो। अहिले बिहे भइसकेर साउने पानी छल्न आउनु भएको थियो दिदी। नाम अनुसार नै राम्री हुनुहुन्थ्यो कुसुम दिदी। सानोमा हामीलाई ट्युसन पढाउनुहुन्थ्यो। कतिपल्ट विकास र मलाई लोग्ने स्वास्नी भई खेल्दै गर्दा रङ्गे हात पक्रनु भएको पनि थियो। पछिसम्म पनि मलाई भेट्दा के छ बुहारी भनेर जिस्काइरहनुहुन्थ्यो, त्यसैले म कुसुम दिदीको नजिक त्यति पर्दिनथे। कुसुम दिदी अझै के भन्नुहुँदै थियो, तर यता मेरो मनमा भने चट्याङ परिसकेको थियो। काठमाडौँमा पढ्न गएपछि स्वतन्त्र भएर विकाससँग घुम्न पाउने कल्पनामा डुब्न थालिसकेकी मलाई दिदीको खबरले मर्माहत बनायो। म टोलाएको देखेर होला दिदीले के भयो सानी, किन टोलाएकी भन्नुहुँदै थियो। म केही होइन दिदी भन्दै बिदा भएर घर फर्के। मलाई विकाससँग बेस्करी रिस उठेको थियो। आवोस् न अनि जानेकी छु भन्दै म मुरमुरिरहेकी थिएँ, तर विकास पुणेबाट फर्किनु अगाडि नै मलाई पनि काठमाडौँ जानु पर्यो। म पनि बुबासँग काठमाडौँ गएँ। मैती देवीको एउटा गल्लीभित्र आन्टीको घर थियो। म पहिले आउँदा आन्टीहरू महाराजगञ्जतिर बस्नुहुन्थ्यो। मलाई यो काठमाडौँ पहिले पनि मन परेको, यो पाली पनि मन परेन। कसरी यस्तो ठाउँमा बसेर पढ्नु होला? कि पछि बस्दै गएपछि राम्रो लाग्छ कि? मैले पढ्ने कलेज चाहिँ नयाँ मानेश्वरमा थियो। कलेज सुरु भएपछि हरेक बिहान मैती देवी मन्दिर अगाडिबाट कलेजको बसमा जानुपर्ने। सबै कुराको निदो भएर भोलिपल्ट बिहान हामी घर फर्किने भएका थियौं। अघिल्लो साँझ म मौका छोपेर एक्लै घुम्न निस्के। मलाई केही कन्डोम किन्नु थियो। हुनत विकासले अबको भेटमा म कन्डोम लिएर आउँछु भनेको थियो, तर म भन्दा सोझो छ विकास। नल्याएर पछिनलाई त किन्न लाज लाग्यो सानी भन्न सक्छ। मैले पनि किनिन् र उसले पनि ल्याएन भने उसँगको मेरो सम्भोगको इच्छा अर्को भेटमा पनि तुरिएर जान सक्छ। साँझको बेला जुन पसलमा पनि मानिसहरूको धुइरो थियो, धेरै मानिसहरू भएको पसलमा गएर कन्डोम माग्न मलाई कता कता कुरी कुरी लाग्दै थियो, तर मेरो लागि ग्राहकको घुइँचो नभएको पसल कहाँ हुन्थ्यो र? जे परोस् म नकिनी नछाड्ने अठोटमा पुगे र अलि सुनसान देखिने एउटा पसलमा छिरे। पसले अलि उमेर ढल्केको काठमाडौँकै रैथाने जस्तो देखिन्थ्यो। बाहिरपट्टि बेन्चमा एउटा युवक चुरोटको मज्जा लुट्दै थियो। सायद पसले र त्यो युवक बात मार्दै थिए।
साउजी, मलाई एक प्याकेट कन्डोम दिनुहोस् न प्लिज। मैले पसलेतिर मुखरित भएर भने। रेडियो ट्युनिङ गर्दै पसले कुनै समाचार खोज्दै थियो वा एफएममा गीत खोज्दै थियो। झस्किएर अलि ठुला ठुला आँखा भन्छन् नि विस्फारित लोचन बनाएर मतिर हेरेर बोल्यो, हजुर के भन्नुभयो तपाईँले? उसको अनुहारको भावले प्रष्ट पार्थ्यो कि ऊ अचम्ममा परेको छ अनि मलाई जिस्काउने दाउमा पनि। मैले भने कि मलाई एक प्याकेट कन्डोम दिनुहोस्, दोहोर्याए मैले। ए हस, बनावटी नम्रताको साथ भन्यो उसले, तर तपाईँ त बेभको जस्तो देखिँदैन, हेर्दा अझै कुमारी देखिन्छ। पसलेको कुराले मेरो रिसको पारो एकैचोटि माथि चढ्यो। म अलि कडा भएर बोले, हेर्नुस् साउजी, तपाईँ मतलब भन्दा बाहिर जानु हुँदैछ। म कुमारी हुँ या विवाहिता हुँ या विधवा हुँ, त्योसँग तपाईलाई के को टाउको दुखाइ? तपाईँ पसल थापेर बस्नु भएको छ र पसलमा कन्डोम पनि बेचिन्छ भनेर यत्रो बोर्ड पनि राख्नु भएको छ। जब बेच्न तपाईँ बस्नु भएको छ भने ग्राहकहरू किन्न आउँदा फेरि के को आपत्ति? ग्राहकहरू कुमारी हुन कि विवाहिता हुन कि बुढी हुन, बेच्नेले रिपोर्ट त राख्नु पर्दैन होला नि। पसले कन्डोमको प्याकेटतिर लम्कँदै थियो। बेन्चमा बसेको युवक राम्रै चित्त बुझेझै गरेर हाँस्यो र भन्यो, सही कुरा हो। तपाईलाई के आपत्ति नि साउजी, जसलाई जे आवश्यकता हुन्छ उसले त्यही किन्छ, चिन्नु नजान्नु गचेटी माग्नु। उसको कुरालाई बिचैमा काटेर म उतर्फ लक्ष्य गर्दै बोले, धन्यवाद महाशय, तर तपाईँ चुरोटकै मज्जा लिँदै गर्नुहोस्, हाम्रो बीचमा तपाईँको आवश्यकता छैन। ऊ चुप लाग्यो, तर यता साउजीको घैँटोमा घाम लागेझै पसल थर्काउँदै कुनै रेडियो नाटकमा राक्षस हाँसे झैँ हाँस्न थाल्यो। एकैछिन त मलाई त्यहाँ हाँसोको पात्र बन्दैछु कि जस्तो पनि लाग्यो। मलाई त्यहाँबाट कन्डोम लिएर छिट्टो उम्कन पाए हुन्थ्यो जस्तो भएर पसलेलाई अलि छिट्टो गर्न भने। पसलेले कन्डोमको प्याकेट म तर्फ बढाउँदै भन्यो, ल लिनुहोस् बहिनी, मैले त तपाईलाई नराम्रो भन्न खोजेको थिइन्, तर तपाईँ त त्यसै रिसाउनु भो। तर आजसम्म मेरो पसलमा केटी आएर कन्डोम किनेको मलाई थाहा थिएन। पैसा तिरेर मैले कन्डोमको प्याकेट आफ्नो ह्यान्ड ब्यागमा राख्दै भने, धन्यवाद, आज देख्नुभयो नि हैन, धन्दा नमान्नुस्, मैले कन्डोम किने भनेर कसैले तपाईको पसल अगाडि टायर बाल्दैन, न तपाईले केटीलाई कन्डोम बेच्नुभयो भनेर कसैले तपाईको पसल बन्द गर्छन्। म पसलबाट निस्किए। बाहिर बसेको युवक नसकिने भयो, आज भोलिका केटीहरूलाई भन्दै थियो। म सुनेको नसुने हिँडिदिए। उनीहरूले सायद मेरो निकै कुरा काटे होलान्। काटे के त? म आफूलाई चाहिने जे सुकै कुरा किन्न सक्छु नि। किन मान्छेहरू जाबो कन्डोम पनि केटीले किन्दा चाहिँ गएर कानुनी काम भए जत्तिकै गर्छन्। यस्तै सोच्दै म आन्टीको घर पुगे। भोलिपल्ट बिहान सबेरै हामी फर्कियौं। साँझतिर घर आइपुग्दा मलाई साह्रै खुसी लाग्यो। मलाई आफ्नो गाउँभन्दा प्यारो अरू कुनै ठाउँ पनि लाग्दैन। सबैलाई त्यस्तै हुँदो हो। केही दिनको लागि म कतै गए भने कहिले आफ्नो घर गाउँ फर्कनु जस्तो लाग्छ मलाई। प्रत्येक साँझ घाम अस्ताउँदा, प्रत्येक बिहान घाम झुल्किँदा मलाई आफ्नै घर गाउँमा हुन पाए हुन्थ्यो जस्तो लाग्छ। अझ त्यसमाथि यो पल्ट विकाससँगको भेटमा हुने आनन्ददायी यौन क्रीडाको कल्पनाले मलाई त्यसै पुलकित बनाएको थियो। भन्नलाई त मान्छेहरू अजिङ्गरको आहारा दैवले जुराउँछ भन्ने गर्छन्, तर बिचरा अजिङ्गर आहारा नपाएर महिनौसम्म भोकै पनि बस्दो हो नि भन्नेहरूलाई के थाहा। त्यस्तै विकास र मेरो भेट हुने दिन पनि जुर्न आँटेको थिएन। पढ्नलाई विकासको पुणे जाने दिन र मेरो काठमाडौँ जाने दिन नजिकिँदै थियो। म भित्र भने अति नै छटपटी भइरहेको थियो। आफूले किनेर ल्याएको कन्डोमको प्याकेट कहिले यो ब्यागमा कहिले त्यो झोलामा लुकाउँथे म। हुनत मेरो कोठामा पसेर छापछाप्ती गर्ने कोही थिएनन्, तर पनि कसैले भेटिहाल्ला कि भन्ने जस्तो हुन्थ्यो। दिउँसो भनेम त्यसलाई कुनै उपायले साथमै राख्थे। कतै विकाससँग भेट भएर त्यसको सदुपयोग गर्ने अवसर मिलिहाल्छ कि भन्ने आशा मनमा हुन्थ्यो। एक दिन त्यसरी नै छटपटिँदै म कोठामै बसिरहेकी थिएँ। बुबा सधैँ चाहिँ आज पनि बिहानै अफिस जानु भएको साँझमा मात्रै फर्कनुहुन्थ्यो। आमा पनि आज किनमेल गर्न बजार जानु भएको थियो। फर्कन आमालाई पनि निकै समय लाग्थ्यो।
भाइ साथीहरूसँग मिलेर गुलेली खेल्न कुन मुलुक पुगेको होला। छुट्टी छ आज भोलि त्यसको स्कुल पनि, त्यसैले खेल्नमा मस्त हुन्छ। दिनभर साँझ घाँस टिप्न आइपुग्छ। म घरमा एक्लै थिएँ। ब्यागबाट कन्डोमको प्याकेट निकालेर हेर्दै मनमनै बेकारै हुने भयो भन्दै थिएँ। एक्कासी तलबाट विकासले बोलाएको जस्तै लाग्यो। भ्रम होला। विकासको बाउरमा धेरै सोचेर मलाई प्राय यस्तै भ्रम हुन्छ। फेरि विकासकै आवाजले मलाई बोलाएको सुने। झ्यालबाट तल चिहाएर हेर्दा विकास आँगनबाट मेरै झ्यालतिर हेर्दै थियो। मेरो खुसीको सीमा रहेन। विकासलाई माथि बोलाए। ऊ कोठाभित्र छिर्नासाथ म उसलाई अँगाल्न पुगे। विकाससँग मलाई उठेको रिस मरिसकेको थियो, तर ऊ पो मसँग रिसाएको रहेछ। सानी तिमीले यो के लेखेको? कति सम्झाउँदा पनि नमान्ने तिमी त। उसले एउटा कागजको टुक्रामा मैले उसैलाई लेखेको प्रेमको चिट्ठी देखाउँदै भन्यो, दिदीले सबै हेर्नु भएछ। मलाई त दिदीले पोदिनु भएको। धन्न घरमा कसैलाई भनिदिनु भएन। त्यो चिट्ठी मैले विकासको कापीमा लेखेको थिएँ र विकासलाई पुर्याउन गएको दिन कुसुम दिदीलाई छोडेर आएको थिएँ। त्यति बेला मलाई त्यो कापीभित्र चिट्ठी लेखेको छु भन्ने होस नै भएनछ। विकासलाई अङ्गालोमा कस्तै मैले भने, तिम्री दिदीले मलाई बुहारी भन्नुहुन्छ भने मैले बुहाको भाइलाई चिट्ठी लेख्न हुँदैन। विकासले मलाई अङ्गालो हालेर उचाल्दै मेरो पलङमा बसायो। उसको नजर टेबलमा मैले राखेको कन्डोममा परेछ। के नभए जस्तै गरेर भन्यो, अरे यो कहाँबाट आयो? मैले किनेर ल्याएकी नि, तिमी किन्छौ कि किन्दैनौ भनेर। उसले तुरुन्तै आफ्नो खल्तीबाट कन्डोम निकाल्दै भन्यो, ल्याएको थिएँ नि मैले पनि। उसले जिन्सको प्यान्ट लगाएको थियो। त्यसैमाथिबाट उसको लिङ सुनसुन्याउँदै मैले भने, आज काम लगाउनु पर्छ यसलाई। वयस्क भइसकेपछिको यो हाम्रो दोस्रो मिलन थियो। पहिलो मिलनमा भन्दा आज अलि बढी अनुभवी भएझै देखिन्थ्यो विकास। आज मैले कुर्ता सलवार लगाए।